हाई नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। हाम्रो मान्छेको माइन्ड दिमाग एउटा बगैँचा जस्तै हरे। जसरी हामीले हाम्रो बगैँचामा सुन्दर रङ्गी बिरङ्गी सुगन्ध छर्ने फुलहरू छानी छानी रोप्छौँ, तब मात्र हाम्रो बगैँचा सुन्दर देखिन्छ अनि बगैँचामा फुल्ने फुलहरूले सुगन्ध छर्दछ, जसले गर्दा हाम्रो घर वातावरणलाई नै राम्रो बनाउँछ। त्यसै कारणले हाम्रो बगैँचा रूपी माइन्ड दिमागमा फुल रूपी पोजिटिभ कुराहरू, दया माया सेवा करुणाका भावहरू राख्यौँ भने ती फुल रूपी पोजिटिभ कुराहरूले हाम्रो घर परिवारलाई, हाम्रो समाजलाई, छरछिमेकलाई नै सुन्दर देखाउँछ र सुगन्ध छर्नमा मद्दत गर्दछ। त्यसै कारणले हाम्रो बगैँचा रूपी माइन्ड दिमागमा फुल रूपी ती पोजिटिभ दया माया करुणाका कुराहरू हामीले राख्यौँ भने, त्यो भाव लियौँ भने हामीले गरिने क्रियाकलापहरू स्वतः पोजिटिभ हुनेछ र जुन पोजिटिभ कामहरूले हाम्रो घर परिवारलाई, हाम्रो समाजलाई, त्यसै गरी यो संसारलाई नै हामीले सुन्दर बनाउनमा हामीले मद्दत पुर्याउँदछौँ। त्यसै कारणले हाम्रो बगैँचा रूपी माइन्ड दिमागमा फुल रूपी पोजिटिभ कुराहरू मात्र राखौँ।